पहिलो कुरा चाहिँ मैले अघि पनि भनिरहेको छु, अघि पनि भनेको थिएँ, म कुनै पनि पार्टीको सदस्यता आधिकारिक रूपमा लिएको छैन। आधिकारिक रूपमा मैले सदस्यता त लिएको छैन। तर त्यसको अर्थ कुनै पनि पार्टीमा मेरो सद्भाव रहन्छ, मेरो साथ समर्थन रहन्छ। तर तपाईको पनि रहन सक्छ। तर म सदस्यता त लिएको छैन। मैले आजदेखि मैले मन्त्री परिषदबाट राजीनामा दिएको छु। म अब खुल्ला भएको छु। भोलिबाट म अध्यक्ष पनि हुन सक्छु, उपाध्यक्ष पनि हुन सक्छु, सदस्य पनि हुन सक्छु। त्यो भएको हुनाले जुन दुईटा पार्टीको बीचमा अन्डरस्ट्यान्डिङ गर्नुभयो, मेरो नाम पनि त्यहाँ उल्लेख गर्नुभयो। म पनि थिएँ, म पनि थिएँ। तर त्यो सहमति कार्यान्वयन भएको छैन। त्यो सहमतिमा म चाहिँ उपाध्यक्ष उपसभापति भनेर कहीँ पनि अहिलेसम्म इन्डोर्स भएको छैन। कसैले पनि इन्डोर्स गरेको छैन। सम्बन्धित पार्टीले इन्डोर्स गर्नुपर्ने होला, त्यो मर्जरको प्रोसेस प्रक्रिया टुङ्गिनुपर्ने होला र त्यो इन्डोर्समेन्ट भएको छैन। त्यो भएको हुनाले मैले केही समय यो सरकारमा रहिरहेको हो। जुन दिन त्यो चाहिँ त्यो हुन्थ्यो त्योभन्दा अगाडि नै मैले राजीनामा दिइसक्थ्यो। आजसम्म केही विषयहरूमा नटुङ्गिएको हुनाले म बसिरहेको हो र मैले यो विषयलाई जुन किसिमले आज हिजो यहाँहरूले उचालेको के अरे बाहिर आएको छ मिडियामा, त्यो सरासर गलत छ, गलत छ। त्यो मैले त्यसमा ठुलो विषय पनि लिएको छैन। यो विषय मैले जे बोलेको मैले सही बोलिरहेको छु, सही बोलिरहेको छु। मेरो सद्भाव रहन सक्छ, समर्थन रहन सक्छ, कुनै पनि पार्टीमा रहन सक्छ। तर मैले पार्टीको सदस्यता त लिएको छैन नि त। मैले त्यो पो भने त, त्यो मात्रै भनेको हो। र अर्को कुरा, उपसभापति त कुनै पार्टीले इन्डोर्स गरेपछि होला नि त। मैले त्यो उसमा साइन पनि गरेको हुँदैन। दुईटा पार्टीको बीचमा कुलमान घिसिङलाई पनि ल्याउनुपर्छ, उहाँलाई उपसभापति बनाउनुपर्छ। दुईटाले एग्रिमेन्ट गरे, त्यसलाई इन्डोर्समेन्ट भएको छैन। र मैले अस्तिदेखि नै म राजीनामा दिने चरणमै थिएँ। राजीनामा दिनलाई म प्रतिबद्ध थिएँ। सरकारले, सम्माननीय प्रधानमन्त्रीले दिएका केही कामहरू टुङ्ग्याएर म राजीनामा छिटोभन्दा छिटो दिनुपर्छ भनेर मैले सम्माननीय प्रधानमन्त्रीज्यूलाई भनिरहेको पनि थिएँ। र त्यही भएर अहिलेसम्म कुनै पनि पार्टीको मैले जिम्मेवारी लिएको छैन। त्यो जिम्मेवारी नलिएसम्म मैले चाहिँ पार्टीगत रूपमा अगाडि बढ्यो भन्ने जुन तपाईँहरूले भनिराख्नु भएको छ त्यो गलत हो। र अर्को कुरा, आजसम्म जुन यो नेपालमा 46 साल भन्नुहोस्, 46-47 भन्नुहोस्, 62-63 भन्नुहोस्, त्यसपछिका धेरै जुन यो अन्तरिम सरकारहरू बने, चुनावी सरकारहरू बने, सबै चुनावी सरकार, अन्तरिम सरकारका प्रधानमन्त्री, मन्त्रीले चुनावमा भाग लिएका छन्। तर मैले त त्यो गरेको छैन नि। मैले आफ्नो नैतिकता देखाएको छु। सबैले चाहिँ चुनावमा भाग लिएका छन् र कानुनी रूपमा त्यो भाग लिन पाउँछ। तर त्यो नैतिकताको आधारमा मैले राजीनामा दिनुपर्छ। र सुरुमै मैले जुन बेला म मन्त्री परिषदमा आएको थिएँ, सम्माननीय प्रधानमन्त्रीज्यूलाई म चाँडै नै राजीनामा दिएर निस्किन्छु भनेर उहाँलाई भनेरै आएको हो। तपाईँ जुनसुकै बेलामा राजीनामा दिएर निस्किनुहोस्, तर अहिले चाहिँ आउनुहोस् भनेर भनेको हुनाले म चाहिँ यो मन्त्री परिषदमा आएको हो। उहाँले अहिले पनि भन्नुहुन्छ, उज्यालो नेपाल र अभियान र के अरे आत्मसम्मानको कुरा के हो तपाईँले दुईटा कुरा कोट गर्नु भएन? यसको अर्थ होइन, कुनै पनि ठाउँमा कुनै पनि चाहिँ जिम्मेवारीमा जाँदा एउटा एकताको प्रक्रियामा भन्नुहोस्, कुनै पनि ठाउँमा सबैको सम्मान हुन्छ, आत्मसम्मान हुन्छ, स्वाभिमान हुन्छ।
त्यो स्वाभिमानलाई मेटाएर हामी अगाडि बढ्दैनौँ। त्यो भएको त्यसो हुनाले भए अस्तिको सहमति चाहिँ उज्यालो नेपालसँग हो, कुलमान घिसिङसँग होइन? मेरो त्यहाँ मैले भनिहालेँ नि, मैले साइन गरेकै थिएन त। त्यसो भए हामीले कुलमानसँग रासोपाको एकता भएको छैन भनेर बुझ्दा हुन्छ होइन? होइन, एकता मसँग एकता भएकै हेर्नु, उज्यालो नेपाल पार्टीसँग एकता भएको त्यहाँ हेर्नुभयो भने उज्यालो नेपाल पार्टी। ल धन्यवाद। ल